त्यो दानको लीला चाहिँ गर्छ भन्नु होला एउटा सुनौँ है त। स्वर्ग नर्क सँगै जाने भनी मिली शपथ गऱ्यौँ, त्यही शपथले गर्दा नर्क रोज्न पाए। यी तिनजनाले स्वर्ग र नर्क सँगै जाने भनेको कारण के भन्नु होला भनेदेखि म यो रविलाई र बालनलाई म खतम पार्छु भनेर ओलीले भनेछ। लौ त भनेर तिनैजना मिलेर शपथ गरेछन्। बुझ्नुभयो के त भनेर त्यसलाई मन्त्री दिएछन्। अनि गर्छौँ भन्दछ म चाहिँ यिनीहरूलाई खेलाउँछु, म उनीहरूपट्टि लाग्छु भनेछ प्रचण्डले। म चाहिँ तिमीहरूपट्टि लाग्दिनँ है, मैले हुन्न भनेको काम चाहिँ जबरजस्तीले गर्नु नि भनेर भनेछ ओलीले। प्रचण्डले नगर 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 भनेर भनेको काम ऊ जबरजस्तीले गर्न थाल्यो। त्यो रविलाई त्यसो नगर भनेको थियो कि उसले जागी सागी नसै गर्न थाल्यो। त्यो सिद्ध्याउने रूप ल्यायो भयो है। सारा उसको धर्मले गर्दा उसको पाप मोक्ष भएर हिँड्छ, त्यस कारण बाँच्ने रहेछ, बाँच्यो। अझै पनि छ छन् चाहिँ त्यही फलले गर्दाखेरि नर्क रोज्न पायो। जे हुनु थियो त्यही हुन गयो, केही त बिर्सेनौ। जे फल रोप्यौ त्यही फल पायौ, सत्य त बिर्सेनौ। जे रोप्यो त्यो फल आएपछि ओहो जे मैले रोपेँ त्यही पो फल है, कस्तो सत्य रहेछ भन्ने बिर्सिनँ कि मैले। त्यो सत्य आइरहन्छ। पशुसारी बलात्कारीले सत्य धर्म त्यागी गो, बाबु मार्ने योजना थियो नाति पो मरिगो। बाउ मरे भए यिनीहरूले एकदम छानै राज्य गर्थे। जब त नाति मरेपछि खलबरियो, सबैभन्दा सानो मऱ्यो नि। बाउलाई पनि चोट पऱ्यो, बुढाउलाई पनि पऱ्यो। तिनैजनालाई चोट परेर गर्दाखेरि नराम्रोसित प्रधानमन्त्री छोड्नु पऱ्यो यसले। आँखा छोपी रातलाई दिन, दिनलाई रातै पारिस, देशको लागि माया गर्ने युवा कठैभरि मारिस। त्यही बेलामा जनताहरूको आँसु थाम्नै पर्यो गाह्रो, दानव चाहिँ कहाँ गई बाँच्ने होला पर्यो हतारो। पापै करायो पाप करायो, दानवको होस हरायो। भ्रष्टाचारी बलात्कारीको बास नर्कै पुर्यायो, भ्रष्टाचारी बलात्कारीको बास नर्कै पुर्यायो। भ्रष्टाचारी बलात्कारी यो देशमा हटाइदेऊ, नेपालीलाई नेपालैमा गरी खानालाई देऊ। बालबालिका विद्यालय जाने बाबा आमा धाम, विद्यालयबाट फर्किआए घरमा छैन खाने माम। विदेशको नोकर जान छैन रहर, बाध्य पर्यो हुरुरुरु। बाबा आमा बुढाबुढी रुन्छन् नेरा दुरुरुरु। दानव सरकार ती गलिला बाल मारिस भुटुटु, ध्यानमा रा बलात्कारी कस्तो रे चलाउन तेरो मुटु। अझै पनि आँखा छोपी, अझै पनि आँखा छोपी संसार छोप्यो भन्छस्, सोझा सिधा जनतालाई झुक्याएर हिँड्छस्। विश्वले मन्दिर मान्ने नेपालीको कति राम्रो घर, यति राम्रो देश हाम्रो बनाइस बङ्गुरैको खोर। जता गए नै कुखुराको साप्रा यसरी खाएको देखिया छ जुन घरमा सिँगै कुखुरा साप्रा खान्छ। मोटा मोटा बङ्गुर यता पनि चल्न सक्दैन, उता पनि सक्दैन। ऊ घरमा गए नि त्यही, ऊ घरमा गयो भने त्यही, जुन घरमा जाऊ बङ्गुरकै भन्छ। छिटा मिठा आली भएका जम्मै गाई र यस्तो शुद्ध बनायो देश। बुझ्नुभयो त्यसले यस्तो बनायो देश, यस्तो बनायो। सपनाको कुरामा एउटा लेखेको छ। यहाँ त कति सकाल चाहिँ यहाँ भनेर साध्य छैन। सपना कसरी बनूँ विपना हुनै गो, विपना कसरी बनूँ सपना बनी। रात दिन सपनीको सधैँ खेला, 84मा कसरी 44मा कसरी हुनैको बेला। बताइदेऊ न राम, बताइदेऊ न राम,
विश्व प्राणीलाई सुनाइदेऊ न राम। तिमीको मको हो चिनेको छैन हो, नाता गोता कसरी जोडिनै गो। बताइदेऊ न राम, बताइदेऊ न राम, सारा प्राणीलाई सुनाइदेऊ न राम। बिहान झुल्के घाम बेलुका गए धाम, विश्व प्राणीको यही हो नि काम, विश्व प्राणीको यही हो नि काम। जे फल रोप्यौ त्यही फल भोग्ने हो, आलो पाल गरी जुनी जुनी बित्ने हो। जय जय राम, जय जय राम, सारा प्राणीको यही हो नि काम। जय जय राम, जय जय राम, जय जय राम, जय जय राम। कति मिठो कति राम्रा डाँडा काँडा डुङ्गर माटाका, कति राम्रो खोला नाला हरियो वन पाखा। जताततै हिँडे पनि कतै छैन त्रास, कति राम्रो जङ्गल हाम्रो रामै रामको बास। जति फोहोर गरे पनि सधैँ सुन्दर सफा, कति राम्रो हे राम्रो जन्मभूमि माता। हिमालमा घाम झुल्क्यो छरी गायो गीत बन, कोइली चरी भुरुरुरु नाच्यो बनै बन। कति मिठो आनन्द आयो हेर मनै मन, जाउँ न साथी जाउँ घुम्नलाई जाउँ यो सुन्दर बनै बन। जताततै फुलै फुलको कति राम्रो चासना, कति मिठो अमृतको आयो हेर वासना। जताततै भ्रमराको स्वर बुनुनु, उसैमा कति राम्रो हेर मौरी गुनुनु। यही पुरेछ हाम्रो स्वर्ग बन्ने राम्रो, कस्तो भोग्नु पर्ने हो नर्कवास हाम्रो, कस्तो भोग्नु पर्ने हो नर्कवास हाम्रो। भनाइदेऊ न राम, भनिदेऊ न राम, सारा प्राणीलाई सुनाइदेऊ न राम। जय जय राम, जय जय राम, जय लक्ष्मी माता, जय शिव पार्वती माता। जय जय अरू त कस्तो राम्रो गर्नुभएको रहेछ राम राम बुवाले, कस्तो राम्रो रच्नु भएको रहेछ के। कति राम्रो रच्नु भएको रहेछ राम राम। यो त अहिले भएका कुरा ट्याक्कै मिलेको मैले के ट्याक्कै मिलेको रहेछ। यो कहिले भने यो 56 साल लेखेको, यो पहिला 65 साल लेखेको कुरा अहिले 20 तुर खाएको छैन। त्यो बेला लेखेको, त्यो बेला रेडियोमा देऊ भनेको थियो मलाई नारायणमा। म तपाईँलाई यो एफएममा आउने गरिदिन्छु, रेडियोहरू भन्छ ल्याउ मलाई ल्याउ भनेको म दिएँ राखेको है। यो त्यस्तो छ, यो के गरिरहेको छ भन्नु। राणाको शासन गनको आसन पीडा त एउटै हो, नेपालीको शासन भ्रष्टाचारी शासन, नेपालीको आसन भ्रष्टाचारी शासन संसारै डुबायो। विदेशको शासन महिलाको आसन हाम्रा छोरी भन्दैन, कुर्सीमा फेता नेपालको नेता दुखीको पीडा बुझ्दैन। राष्ट्रको धोका विश्वको पोका घर घरै पुर्यायो, पछिका पुस्ता क्रान्तिको शिक्षा संसारै पढायो। पढायो नि त। जे दुखी प्यारा नेपाली सारा स्वदेश फर्कन बाबु, स्वदेश फर्कन। पुरानो संस्कार डुबेर गयो यसैलाई जोगाउन। मुसाको खेलमा बिरालाको झेल सिंह बनी आइदेऊ न। परिश्रमको दाना दुखीको खाना खाइसक्यो मुसाले, कुटुमा कुटु खाइसक्यो मुटु यो पापी खुम्रे किराले। नेपालको युवा
युपाबी खुम्रे किरा नौ डाँडा कटाइदेऊ हत्यारा हिंसा चुल्याएर मुले यो देशमा हटाइल्याऊ यो देशमा हटाइल्याऊ शान्तिको शासन जनताको आसन बलियो बनाइदेऊ पानीमा चल्ने धुकीको नचल्ने पुर्खाको चिठी हटाइलेऊ आत्मामा आत्मा घाँसेर हामी मिलेर सारा बसौँ न भाइ र बहिनी मिलीमा जुली यो देश सुन्दर पारौँ न नेपालको पढाइ विदेशको कमाइ नेता पाल्दै ठिक जन्म दिने बाबु र आमा घरमा रुन्छन् घरमा धुरु धुरु रुन्छन् रुँदैमा ठिक यो दुखी सारा आँसुको धारा पारिदेऊ छुटकारा यो जुनी सेवा दुखीको टेवा परत्र छुटकारा परत्र दे छुटकारा बाँचुन् जेल खानेर लाउने मरेसी छैन किलै जानी थाहा छैन प्यारा नेपाली सारा पाप र धर्म लिजाने धराइदेखि पहाड हिमालदेखि नेपाल यो देश सुन्दर खोला र नाला फालिदेऊ काँडा मातालाई पर्यो असरा चल र माथि यो मेरो वचाइ यो मेरो सोचाइ गल्ती भएमा प्यारा भाइ बहिनी सारा यतिकैमा बिदा पाउँछ नेपाली साराको भाइ बहिनी प्याराको जय जय होस् नेपाली आमाको जय जय होस् कति राम्रो रहेछ यो पहिले यो हुँदै आयो भयो पनि यही कारणले यतिसम्म भयो यो मैले पहिले लेखेँ यो भएर लेखेँ आयो नभइकन लेखेँ यसको नियम यसको कानुन यसको थितिरीति यो आउँछ भनेर लेखेँ ट्याक्कै मिल्यो हेर्नु यहाँबाट त 3 अटोमिक दिन लेखेको त्यो ट्याक्कै मिल्यो मैले लेखेँ जति मान्छेले एकमुठ भइदिए भए नेपाल सुन्दर हुन्थ्यो अब फुट्यो 2 जना चाहिँ फुटे 2 जना छन् अब के हुन्छ बुवा अब खै के हुनुमा यिनले घर नै दिएन सकेसम्म हामीलाई गर्छन् बालनलाई यिनीहरूलाई काम गर्न दिएन ऊ बालनले भित्र यिनीहरूलाई हटाउन सक्यो भने देश भन्छ यो जुन छुलिएर मैले यी डाकाहरू मारो कि यिनलाई नहटाइकन देश भन्छ मेन कुरो 3 जनालाई थुनिहाल्नुपर्छ जेउपा ओली प्रचण्ड यी 3टालाई थुनेपछि साफ अरूको आँसु आउँदैन अरू एकदम लुट्छ सबै डराछ यही 3टाको शक्तिले यी सबै भाले भाले हिँडेन यी 3टा थुन्नेपछि अरूको पालो आयो छानी छानी अनि 10-20 जना 100-150 जनाहरू थुन्नेपछि साफै भयो अनि भाले गर्न सक्छ काम बुझ्नु अरे मुख्य कुरा कानुन चाहिन्छ नियम कानुन ज्यान मार्नलाई ज्यानै मार्नुपर्छ बलात्कारीलाई अन्याय गरेर बलात्कार गर्छ भने त्यसलाई राख्नु होइन त्यसलाई ज्यानकै उसको हुनुपर्छ भने मृत्युदण्ड दिनुपर्छ 2-3टा चिजमा मृत्युदण्ड दिइसकेपछि देश शान्ति एउटैले चलाउँछ देश एउटै भालेन एउटा राजा एउटा तर राजा नराख्नु राजा राख्नै पर्छ राजा राखेन भने यो युगका युग यतिको झगडा 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 राजा राख्नुपर्छ घाटोमा दिनु सट्टा अनि भाइ 50 वर्ष बसेर पाउँछ मन्त्री यही हिम्मत कसैको पनि चाहिन्छ भने थाहा भयो हिम्मत त त्यो प्रचण्डले मार्छै भने डरेछ उसका गुन्डागर्दी पनि छ ज्यानबाट साथिन्छ यसले मार्छ भने त्यो एउटा त्रास कानुन त हामीलाई त्यो परेछ त कठोर कानुन त्यो डरले अनि ओली पनि उतै लागेको ऊ पनि उतै लागेको उनीहरू चाहिँ 3 जना छुने आनन्द बुवाले भनेको पुग्छ होला अब बुवाले भने पुग्छ अब हुनुपर्ने एउटा भुइँ फिल्काएको एक अक्षर फिल्काएको सबै छ यहाँ पुग्नु छ कुनै झुट्टा छ